आज असारको 14 गते भयो। मैले लास्ट अपडेट भनेको जेठको 20 गते बनाएको थिएँ। त्यतिखेर मैले यो माथिको लेभलदेखि रिजेक्सन आउँछ भनेको थिएँ। यो मिड पोइन्टबाटै रिजेक्सन आएको छ। अनि यहाँनिर थोरै बुलिस हुन खोजे जस्तो भए पनि फेरि बियरिस भएर यिनीहरू सबलाई तोडेर अब नेक्स्ट लेभल हाम्रो हेर्नुपर्ने भनेको लेभल सेम रिभर्सल लेभल यही हो, अथवा यसको मिड पोइन्ट, अथवा यो 29 यो 2629 2620 अथवा 2600 चाहिँ एकदमै राम्रो लेभल हुनसक्छ। अहिलेको लागि त्यति नै हो। जुस 1 महिना जति भयो यो लास्ट भिडियोदेखि बियरिस मुभ कन्टिन्युएसन भएको भाइ छ। अनि अब फाइनल मोनेटरी पोलिसी पनि आउँदैछ। सो सँगसँगै हाम्रो जुलाई पनि सुरु हुँदैछ, सिजनल्ली बुलिसको महिना। सो अहिलेको लागि अपडेट यही नै छ। एक्सपेक्टेसन बुलिस नै छ है त।